हजुरले के मन पर्दैन भनेर नि मैले पोइ बनाएको के हो कि हैन गाइस भन्नु त मेरो पोइ हो कि हैन भन्नु त जस्तो मिसिनमा हाल्छु त्यस्तो बाहिर निकाल्छ सुकाए त्यसै लाउनु आइरन साइरन पट्याउने सट्याउने कामै छैन मेरो कोही पनि त्यही भएर त मैले सिधै पोइ बनाएको त नि तर कति नम्बरमा पर्यो मलाई नि थाहा छैन कि म फेरि आई लभ यु बुढा आई लभ यु प्रति बुढा कला लाइट बन्द गर्न सुन्छ म कोही भन्छ लाइटमा कपडाहरू तन्किसक्यो अब आएर जिस्किन्ने अरू तरिका नि हुन्छ नि कोही नै भन्नुपर्छ र भने कपडा आइरन नलाउँदै तन्किन्छ भने कसैले केही बोल्न सक्दिन मैले कसैले केही भनेकै छैन म त राडै बसेर राडै ठिक छ केटा हो कहाँ छ पनि फेरि I'm sorry जिस्केको मैले सरी सिस्टर दिदी मैले मिल्यो भने त फेरि ठिक छ भेना हो I'm sorry सरी मैले जिस्किरहेको है I'm sorry I'm so sorry I'm really sorry मैले जस्ट जिस्किरहेको मात्रै हो oh my god होइन मैले खिड्की खोलेको थिएँ पल्लो घरको दिदीहरूले सुनिरहेछ मैले प्र्याङ्क गरेर जहिले पनि प्र्याङ्क गर्थ्यो उनीहरूले प्र्याङ्क गरेर आयो मजाक नगर्नुहोस् यु आर सिरियस नो प्रब्लम आई हेभ हियर एउटा गेम हानौँ त एउटा गेम हानौँ खलास छोड्दैन एउटा गेम हानौँ लगायत सर हाम्रो धेरै दिनपछि हाम्रो सुस्मिताजीसँग भेट भएको छ दर्शन नमस्ते मजाले होइन तिमीलाई एथ्रोटिकी के भन्ने हुन्छ तिमीलाई बोल्नलाई फ्रिडम छ मजाले बोल्न सकिन्छ बोल्न फ्रिडम छ मजाले बोल्न सक्नुहुन्छ भन्नुहुन्छ अनि होइन परेको म बेर्छु मरेको तिमी बेर र मजाले बोल्दा सकिन्छ डर कैसँग डराउनु होइन भयो म सरी आराम सरी ओहो म डर लाग्यो यति मेरो सातो फुरुङ फुरुङ उठ्यो सबै गयो निन्द्रा सिन्दा सबै गयो साली यो भित्तै महँगो छ क्या मेरो यो भित्तालाई 57,000 तिरेर बसेको छ त कम त महँगो छ रे यो भित्ता अब त म खुट्टा टोकेर भने सरी माग्छु उहाँ दिदीले मलाई सिस्टर मान्नु भएछ भने म हजुरलाई बेना मान्छु होइन भने म तपाईँलाई दाजु मान्छु सकियो अब त अङ्कल भन न गेम खेलिरहेछ उता चल तिमी उसो भए कि अङ्कल भन्छ के भन्नु अङ्कल भन नो प्रब्लम हामी सुरुदेखि राणै बस्ने मान्छे हो अङ्कल भन्दा पनि फरक पर्दैन दाइ भन्दा पनि फरक पर्दैन हेर्दिनँ मैले यत्र पनि हजुरले हेर्छु भनेर नि हेर्न नपाउने रहेछ भन्ने कुरा मैले थाहा पाइसक्यो अनि कसरी हेर्नु तपाईँले त्यही भएर कसैले भ्रम फैलाउँदिनँ कसैलाई भ्रम पनि ढाँटे पनि झुट बोल्दिनँ कि लाटी मैले भोलि युट्युब आउँछ धेरै नबोला त सानी सानी भन्यो भने रिसाउँछ फेरि कम त मिठो बोली जान्छ र मेरो फेरि मलाई हजुरसँग जोइन गरेर बोल्यो भने युट्युबमा आउँछ भन्ने कुरो थाहा छ यो सुस्मिता भन्ने केटीहरूको नर्स सबै एउटै हुने रहेछ सबजना ट्याप गर्नु त गाइस 1100 जना छुन त स्क्रिनमा गाइस सबैजनाले ट्याप गरौँ तपाईले एउटा कुरा अर्को पनि थाहा छ होला कुन कुरा 1000 क्रस भयो भने पनिसमेन्ट आउँछ भन्ने कुरा मेरो बुढी भनेर झुक्के के हो म त सुनिरहेछु 1000 प्लस भयो भने पनिसमेन्ट आउँछ भन्ने कुरा पनि हजुरलाई थाहा होला अच्छा सुनिरहेछु ओके
एल हबिबी सबैजनाले ट्याप ट्याप गर्नु थाहा मुटुक्कले चाहिँ फोक्सो आन्द्रा बुढी अर्कै बोयफ्रेन्ड अर्कै बुढी भयो भने ट्याप ट्याप त गर्न मिल्छ यार सबजनाले छुम त स्क्रिनमा छुम न सधैँभरि छुम भन्दै आउँछु र म तपाईँहरूलाई गाह्रो साह्रो पर्ने बेलामा छुम भन्ने हो सुन्नु न प्रदीपजी एउटा कुरा के मैले एउटा कुरा के याद गरेँ भने एउटा कुरा के भने नि है म जता फेरि हुनुहुन्छ कि हुनु न डर पो लाग्छ बोल्न पनि म छिटो भन्नु न के याद आयो तपाईँलाई कुरा याद आयो होइन कि मैले एउटा कुरा भन्छु भनेको क्या तपाईँलाई भन्छु पो भने म जहाँ गए पनि लाइफमा गए पनि होइन जो मान्छेसँग जोइन पनि है कस्तो मिठो गफ आएर होला लास्टमा प्रदीपको बुढी हो भनेर भनिदिन्छ क्या भड्काइदिन्छ भने के गर्ने होला थोतेको बुढी हो उता भनिदिन्छ अनि मेरो गल्ती यहाँ सुन त्यसमा मेरो गल्ती हो म कसैको गल्ती लिँदिनँ मेरो गल्ती हो राणै छु भनेपछि राणालाई सबजनाले हेल्प गर्छ बिचारा यो त राणै रहेछ सबैजनालाई कमेन्ट हेर्नु कान्छी बुढी रे राणा मान्छेले सबजना अलिअलि हेल्प गर्दा गर्दा यस्तै हुन्छ रन्डु भएको छ आजकल धेरैजनाको माया पाएपछि लगायत सबजना ट्याप ट्याप गर्नु है गाइजहरू एभ्रिवान सुस्मिताजी आजकल अलिकति नौलो भएको छ हामीसँग होइन यसो के छैन नौलो को भएको छ भन्ने कुरा त मेरो यो यसमा छ कि यसमा मेमोरीमा फिट भइसक्यो यसमा सेभ भइसकेको छ तपाईँ त्यतिर सेभ होला मेरो अर्कै थिङ्किङ छ कि मेरो भनेको अलिकति म अलिकति पीडितमै छु पीडित भए पनि मुखले मात्रै हाँस्या हो होइन मनमा पीडा छ सो त्यही भएर पनि म अलिकति खुलिएर बोलिदिएको छैन लाइभ पनि आउँदिनँ तर तपाईँ पनि पीडित भएपछि त साला छोराछोरी कसरी बन्छ है भएपछि लाइभ पनि आउँदिनँ के भने मैले कुरा बुझेन तिमीलाई बुझाउनलाई धेरै टाइम लाग्छ सर्ट सिला छ भने यहाँ गोजी हुन्छ यहाँ हुन्छ यहाँ के कलर हुन्छ सबले बताउनु पर्छ सर्ट सिलाएपछि लाउ न भक्लक्क लाउ न सर्ट सिलाएपछि कहाँ गोजी हुन्छ थाहा छैन यहाँ अगाडि गोजी हुन्छ बोल्न मन त धेरै लाग्छ बोल्न मन धेरै लाग्छ तर के गर्नु डर भइयो मनमा हजुरले बोल्न पाउँछ मजाले परेको म बेहोर्छु म टार्छु भन्दा पनि म सक्दिनँ क्या अब ढुक्काले बोल्नुहोस् नो प्रब्लम परेको म बेहोर्छु मरेको तपाईँ बेहोर्नुहोस् मजाले बोल्दा हुन्छ डर भयो अब त यो मनमा डर छिरियो कि मनमा डर छिरियो डर छिर्छ गाह्रो छ मलाई यार ठुक्कै मेरो खप्पर साला कस्तो अप्ठ्यारोमा फलेको फर्सी जस्तो रहेछ म है कसैले टिप्न पनि नसक्ने टिप्नु भन्छु भने पनि कसैले टिप्न पनि नजाने क्या फुटिया खप्पर भने मेरो न आफ्नो बनाउन आफूसँग राख्न नै सक्यो कि न मैले तपाईँ होइन क्या म नै त्यस्तो ठाउँमा फलेको छु क्या तपाईँ टिप्छु भन्दा पनि पाउँदैन क्या त्यो भिरमा फलेको फर्सी तपाईँ चढ्नै सक्दैन म झरेपछि त फुटिहाल्यो